हेलो नमस्ते वेलकम बैक टू माई युट्युब च्यानल गाइज। आज हामी यसो नयाँ गाडी ल्याएको छौँ होइन, बाहिरतिर यसो घुमेर आउनु पर्यो भनेर चाहिँ निस्किन लागेको हामी साथीहरू। चिया पिउँदैछौँ होइन, हामीले आज घुमेर आउने हो। आज कफी पिउँदैछौँ हामी चाहिँ। अब सक्यो कस्तो हो, अब ड्राइभ हाम्रो अब रेडी हुन्छ होइन। टक्कलाई हाम्रो पासा सर चाहिँ पछाडि बस्दै हुनुहुन्छ एकदम आनन्द चाहिँ। नयाँ टुर जाँदैछौँ हामी है, एकछिनको लागि धेरै टाढो होइन, यसो साइडतिर 10 बजेतिर फर्किने गरे। अब रेडी भयो, हाम्रो चिया पनि सक्यो लगभग अब होइन। धेरै नबनाउनु भित्र। यस, अनि हामी चाहिँ आज होइन स्टिक पनि घुम्छ फरफर घुमेन यार। सोलिएर हेर्नु यार। देखाइदिने हो ल भेला लिनु दामी भयो नि। अब हामी हिँडेको होइन, सारा लाएर चना खाना न चना कहाँ चना त पुरै माथि आकाशतिर जाने जमिनतिर जाने यसको त्यही हुन्छ। आकाशतिर पनि जान्छ यो त के हो, फेस मासतिर गयो नि त यस्तो आकाशतिर गर्छ। तपाईँ यस्तोरी गयो नि यस्तोरी यस्तो गर्छ, तपाईलाई फोकस गर्छ, यस्तोरी तल जान्छ। माथि चाहिँदैन कि यसको लागि यो हातले चाहिँ हामी अब तल गर्ने हातले यस्तो गर्ने। अब तपाईँ हिँड्नुहुन्छ नि थोरै नि तपाईँ जतिर। इधर आ बेटा, बेटा इधर आ जा इधर। अनि यो के हो, चार्ज गरेर ठिक छ होइन, चार्जले चल्छ। चार्जले त यो यस्तोमा उमा पनि छ, आइज यता। क्यामेरा राखेर उ गर्ने पनि छ। क्यामेरा राख्नु मिल्छ यसमा, क्यामेरा राख्नु मिल्यो। क्यामेरा हामी कता जाने हो भनौँ त? अलगै हुन्छ लिनु नि न्युटन लिने हो उता त कहाँ जाने अब यतिखेर होइन। समुद्र जाने। त्यसो गरे हेलो गाइज, अब हामी चाहिँ जाँदैछौँ होइन। तपाईँहरूलाई अहिले एकदम होइन सिक्रेट छ। नयाँ गाडीमा घुम्ने आनन्द आउँछ। एयरपोर्ट जाने भने तपाईँ तपाईँकोमा आउनु लाउनु सालो पास सालो तपाईँकोमा लाउनु के तपाईँको अहिले ठक्कै सिधा हुन्छ क्या। मेरो अब हुन्छ कि भिडियो भइरहेको छ यो अलरेडी। हेलो यसो हाम्रो हेलो गाइज, 5 मिनट भयो, 5 उ भने 5 मिनट पछि 5 मिनट पछि होइन। बाहिर खिचेर यहाँ क्यामेरा ब्याक क्यामेरा होइन, कहाँ छ ब्याक क्यामेरा? यो हो, यो के हो चलाउनु यहीँबाट। अब हामी चाहिँ यहाँबाट 10 मिनटमा समुद्र पुग्छ। समुद्र हामी अहिले जड्डाको समुद्रमा जाँदैछ होइन। लगभग हाम्रो रुमबाट 10 मिनटमा समुद्र नाका सुरु हुन्छ। कहाँको यहाँ समुद्रको नाका, यहाँ पुरा नाकामा चाहिँ फेरि चेकिङ सेकिङ पनि हुन्छ। अनि बिस्तारै जानुपर्छ घरिघरि यतातिर। यो you.
हेर्नु है घोडी घोडा पुरा घोडै हो नि हो यति राइट भएको यो घोडा त नि तर घोडी रहेछ यार घोडी हो हामीले चेक गरे घोडा घोडी एउटै हो घोडी भनेको त चेक गरे फेरि अरे पुच्छर पुरै अनि उठाएर देखाइदिरहेको त अनि लु हेर के भनेर हैन घोडा घोडी थाहा भयो भनेर पुरै पुच्छरै उठाएर हिँडिरहेको त बिजुली टाइममा हाम्रो सौदीको वन जङ्गल होइन अब वन भयो भने जङ्गल भयो भने यही हो सौदीको रुखहरू छ त त्यो रुखहरू चाहिँ जङ्गल हो अब नेपालमा जस्तै घना जङ्गल त हुँदैन त्यो पहाड भने पनि यो सानो त्यो मानेको त्यसकोलाई पहाड भन्छ अनि त्यो हरियो त्यो अलि रोपेर जङ्गल भन्छ सौदीमा त्यही भएर हामी चाहिँ वन जङ्गल हेर्न आएको आज यो हाम्रो विद्युत निकाल्ने ठाउँ हो यो ड्याम हाम्रो नेपालतिर ड्याम बनाएर गर्छ यहाँ चाहिँ ड्याम हुँदैन यस्तै मेसिन ठुलो मेसिन राखेर होइन पुरा एक क्यामेरा खिच्न बनाइछ तर पनि तपाईँलाई लुकी चाहिँ देखाएको अब हेर्नुहोस् नेपालमा जल स्रोतको दोस्रो धनी देशमा विद्युतको लागि छापछापी हुँदै यहाँ यस्तो ठाउँमा पनि यस्तो घट्टा जस्तो बनाएर विद्युत निकालिरहेछ यो विद्युत कम्पनी एरिया होइन यो साल यसको हो छोरी होइन यार समिताको दङ्गल विद्युतमा त अर्कै छ त यार नाम कुलमान घिसिङ छोडेर अर्को को त्यो कबले गाई गाईले उतैबाट त्यहाँबाट जानुहुन्छ गाइज फाइनल्ली होइन हामी चाहिँ यहाँ घुम्न आइपुग्यौँ पार्कतिर होइन तीस मिनट लाग्छ यहाँ आइपुग्नुलाई हावा बेस गरी चलेको छ है गाइज
गरौँ भने जस्तो छ है। जोस् रमाइलो छ गाइस। हावा भनेको चाहिँ बबाल हावा चलिरहेछ। हावाले डिस्टर्ब गर्यो, हावाले साह्रो हावा चल्यो है। जोस् रमाइलो छ, रमाइलो ठाउँ छ। यस दामी दामी ल हावा पनि खतरा आइरहेछ। भर्खर भेट भयो यार। तपाईँ अघि हामीसँग हुनुहुन्थेन। अघि तपाईँ थोरै हामी अगाडि छोडेर कता गएको? थोरै अगाडि आएको फेरि मलाई यस्तो माहौलमा त फेरि यताउता जान मलाई घुम्नै मन लागिहाल्ने। हेलो हेलो हामी चाहिँ अब यो के भन्छ हामी चाहिँ पुरै हैन हामी यो थाइल्यान्डको होइन कालो ब्रिजमा भैँसी आइपुगेको छ एकदम होइन। उता देखाइदिनु त कालो भैँसीहरू थाइल्यान्डको भर्ल्याङ 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 हिँडिरहेको छ। सडाहरू यहाँ नर्नर